Hello, I'm Chirag Saraugi. I am the CEO at Saravagi Group. So this is a very different and a very different angle that we come to you with. This is just an initiative where we want to connect better with our customers, with our employees, and for them to find us a little more closely as to how we run, what we do, and how we have got to where we are. It's where me and my father we talk about different aspects of the business, about how he started, how we reached here, and where we want to get to. And so, thus, we have a series of these videos planned. The first episode is time, trade, and tradition. So, this obviously, as the name suggests, this talks about how we started, what we did when we started, and how we got to where we are. And slowly, every other episode will have its own nuances where we'll come to you very candidly. So yes, I joined the business in about 2019. It's been about 6 years for me in the business. Before me, it was father and Badi Papa who were leading the business. They did what they did to bring it where it was. However, when the newer generation studies and then comes back, it's the expectation is always to do something different and apart from what the previous generation has already done. So ठ्याक्क त्यही हामीले गर्दा गर्दै यसलाई यता लाएको छौँ. So yes, I mean let's jump into the podcast. हाई म अजय सराउगी. मैले यो काम चालू गर्दाखेरि 1993 बाट चालू गरे हो. इट वाज रियली भेरी हार्ड टाइम फर अस. कुनै पनि फेसिलिटिजहरू थिएन, मोबाइल थिएन, व्हाट्सएपहरू थिएन. तर हामीले त्यति बेला चालू गर्दाखेरि अर्कै एउटा मजा थियो. पर्सनल रिलेसनसिपमा काम हुन्थ्यो र त्यो मैले चालू गर्दाखेरि भेरी फ्यु थिङ्सबाट चालू गरेको थिएँ र त्यो ल्याएर जब मैले बजारमा दिन थालेँ अनि मलाई कस्टमर्सले अरू धेरै कुराहरू माग्न थाल्यो. त्यहाँबाट मेरो जर्नी चालू भयो र आजसम्म जुन हामीले जर्नीलाई यो कन्टिन्यू गर्दैछौँ, यो त्यति बेलाकै मेहनतको नतिजा हो र आज हामी अझै हौसिएका छौँ र अझै राम्रो र यसले कसरी अगाडि लिँदै जाने गर्दै जाने भन्ने हौसलाले अगाडि बढ्दैछौँ. यो भन्दैखेरि हामी यसलाई अब कुन तरिकाले हामी गऱ्यौँ यो कुराहरू अगाडि तपाईँले सुन्दै जानुहुन्छ, हेर्दै जानुहुन्छ अनि बुझ्दै जानुहुन्छ र हाम्रो जुन पनि सहयोग हामीले जति पनि ठाउँबाट पाएका छौँ त्यो सबैलाई हामीले धेरै धेरै धन्यवाद छ कि उहाँहरूको सहयोगको बिना हामी यहाँसम्म पुग्ने थिएनौँ. लेट्स स्टार्ट है अब. सो हजुरले स्टार्ट गर्दाखेरि हजुरको भिजन के थियो अनि हजुरले के सोचेर के गर्नुभयो अलिकति हामीलाई पनि सेयर गरिदिनु होला. पहिला हामीले काम गर्दाखेरि हामीसँग धेरै अरू इन्डस्ट्रीहरू थियो. राइस मिल थियो, टिम्बर मिल थियो, अरू थोक व्यापार, फोम फ्याक्ट्री थियो, सोपको फ्याक्ट्रीहरू थियो. तर जब म बिजनेसमा आएँ मलाई यो फ्याक्ट्रीमा एकै ठाउँमा बसेर काम गर्न मन लागेन. म पहिलेदेखि नै अलिक घुमेर काम गर्ने मेरो विचारमा थियो, मेरो इच्छा पनि थियो. जब म कलकत्तामा पहिलोपटक हेरेँ यो प्लास्टिकको क्रेट प्यालेटहरू, द्याट ब्रिङ मी फ्यु थिङ्स इन माई माइन्ड कि यो चाहिँ इन्डस्ट्रियल प्रोडक्ट हो, यसलाई लिएर विभिन्न इन्डस्ट्रीमा जाउँ. एउटा इन्डस्ट्रीमा बसेर काम गर्न मिल्दैन, लेट्स गो टु लट अफ इन्डस्ट्रिज. अनि म फेरि त्यो इन्डस्ट्रीमा लिएर घुम्न थालेपछि वी गट मोर अप्सन्स. अरू कुराहरू पनि माग्न थाल्यो साथीहरूले. त्यहीबाट भिजन मेरो अझै कन्भर्ट हुँदै गयो कि वी सुड बी इन अ गुड इन्डस्ट्रियल मार्केटिङ. एट द्याट टाइम मेरो इन्डस्ट्रियल मार्केटिङको थट थियो. अनि तपाईँले स्टार्ट गर्दाखेरि जुन हजुरले एउटा भिजन लिएर जुन गर्नु भएको थियो र आज हामीले जे गरिरहेछौँ त्यसमा के कतिको फरक छ? साँच्चै भन्दाखेरि त्यति बेला कुनै भिजनै थिएन. किन त्यो चालु गर्दाखेरि केही भिजनै हुँदैन. त्यति 1993 भनेको आजभन्दा झन्डै 32 वर्ष पहिलेको कुरा हो. त्यति बेला अनहुक चालु भयो. चालु हुँदै गएपछि त्यो भिजनमा परिणत भयो. तर कुनै पनि चिज चालु गर्दाखेरि एउटा मान्छेले धेरै प्लानिङहरू गरेर गरेको हुन्छ, तर देयर वाज नो प्लानिङ एज सच. त्यो खालि यो थियो कि हामीले गर्नुपर्ने चाहिँ केही न केही नयाँ कुराहरू जुन हाम्रो बिहेभियरले हाम्रो मेन्टालिटीलाई सुट गर्छ त्यो गर्नुपर्छ भनेर हामी चालु गरे. सो तपाईँले जब स्टार्ट गर्नुभयो र इन्डस्ट्रियल मार्केटिङबाट गर्नुभयो, एउटा प्रोडक्ट लिनुभयो होला, त्यसबाटै प्रोडक्ट थप्दै गएको होला, कस्टमरले पनि माग्यो होला. अनि तर यो नेपालको जुन हाम्रो फुड इन्डस्ट्री छ त्यतिखेर र अहिलेमा कतिको के डिफ्रेन्स छ? इट्स भेरी बिग डिफ्रेन्स. पहिला र आजमा मान्छेहरूको फरक धेरै छ, सोचमै धेरै फरक आइसक्यो. त्यति बेला फुडको लहरू पनि थिएन, धेरै कुरा नै थिएन. मान्छेलाई थाहा नै थिएन कि हामी के युज गर्दैछौँ, कतिको युज गर्दैछौँ, त्यसको इन्ग्रेडियन्ट लिस्ट के हुन्छ, केही पनि थाहा थिएन. हामीलाई पनि थाहा थिएन. हामी पनि यो बिजनेसमा लाग्दै गएपछि धेरै कन्सल्टेन्टहरू, धेरै फुड टेक्सहरूलाई भेट्दै गएपछि सिक्दै गएको हो. तर इट वाज जस्ट अ स्टार्ट विदाउट एनी थट. त्यसै स्टार्ट गऱ्यो. तपाईँले स्टार्ट गर्दाखेरि त जुन कम्पनीहरूसँग तपाईँले जोड्नु भएको छ आजको दिनमा उनीहरू पनि धेरै ठुलो भयो नि इन्डियामा या विदेशमा.
अनि हजुर पनि एउटा राम्रो स्तरमा आउनु भएको छ। सो त्यतिखेर कुनै यस्तो मेमोरी छ तपाईँले कुनै यस्तो ठुलो कम्पनीसँगै आज हि मस्ट बी ह्युज नेम इन द इन्डस्ट्री एन्ड उहाँसँग तपाईँले हिँड्नु भएको होला कि? अनि कसरी गर्नुभएको थियो त्यतिखेर? मार्केटिङ कसरी हुन्थ्यो? त्यति बेला मार्केटिङको लागि धेरै गाडी घोडा पनि थिएन हामीसँग। हामी पैदल या साइकलमा पनि अनि बाइकमा पनि, यो तिनै चिजमा हामी गरे हो। धेरै पटक त म साइकल लिएर पनि गएको छु बजारमा, तर बाइकमा धेरै गरियो। अनि जुन आज मोडे फुड्स भन्ने इन्डियाको वान अफ द बिगेस्ट लार्जेस्ट चक्लेट म्यानुफ्याक्चरर हो, उहाँका जुन मेन एमडीहरू हुनुहुन्छ उहाँहरूलाई लिएर बाइकमा घुमाएको छु मैले यहाँ काठमाडौँमा। फेरि फाइन अर्ग्यानिकका धेरै ठुला ठुला साउजीहरूलाई मैले यहाँ काठमाडौँमा बाइकमै घुमाएको छु। ट्रोपोलाइट फुड्सका साउजीलाई पनि घुमाएको छु। यसरी गरेर हामीले हामीसँग भएको जुन स्रोत र साधन थियो त्यसैमा काम गरेको हामीले। र कसैले रिग्रेट पनि गरेन। उनीहरू यहाँ आएर पनि यो भनेन कि गाडीमा गउँ भनेर, गाडी नै थिएन अनि के घुमाउने, जे थियो त्यसमा घुमेँ मेरो। एन्ड जस्तो अहिले त गुगल छ, फेसबुक छ, कस्टमर खोज्न पाइन्छ, थाहा पाइन्छ। त्यतिखेर कस्टमर कसरी थाहा गर्नुहुन्थ्यो? तपाईँ त आफै वीरगन्जको बस्नुहुन्थ्यो। त्यति बेला के पनि थाहा पाउँदैन थियो। त्यति बेला हामी जो पनि ठाउँ ठाउँमा गाउँपालिका, नगरपालिका, उद्योग वाणिज्य सङ्घहरूलाई फोन गरेर सोधेर ल तपाईँको लिस्टमा को इन्डस्ट्रीहरू छ त्यो हामीलाई दिनुहोस्, हामीलाई सल्लाह दिनुहोस्। त्यहाँबाट हामीले लिस्ट जेनेरेट गर्थ्यौँ। त्यो पनि धेरै ठाउँमा फोनै हुन्थेन। फोन नभए चाहिँ कसै जाने, अब त्यहाँ उसको एड्रेस खोज्दै कहिले पाहाडमा, कहिले तराईमा, कहिले मध्य पहाडीमा जहाँ पनि गएर खोज्दै जाँदै अनि मान्छेहरूलाई समात्दै आफ्नो नेटवर्कमा लिँदै गएको हो। अरू कुनै उपाय थिएन त्यति बेला। सो भनेपछि हामी धेरै एकदम स्ट्रगल गरेर एकदम सानो लेभलबाटै हामीले स्टार्ट गरेर गऱ्यौँ। म त्यसलाई स्ट्रगल पनि भन्दिनँ, त्यो द्याट वाज द फन। हामीले जति पनि काम गऱ्यौँ त्यो फनमा गऱ्यौँ। किन मान्छेहरूसँग भेट्दाखेरि यति मजा आउँथ्यो। पाहाडमा गएर त्यो मान्छेहरूसँग भेट्दाखेरि उनीहरू भन्थ्यो अरे यार तिमीहरू कहाँ थियो लुकेको, हामीलाई के पनि चाहिएको, यति सामान चाहिएको थियो, कोही पनि आएन हामी कहाँ, तिमीहरू आयो गर्नु। यति उनीहरूबाट अनेस्टी, यति उनीहरूबाट इज्जत पाउँथ्यो। त्यही नै हामीलाई सबभन्दा ठुलो कुरा थियो। त स्ट्रगल हामी बिर्सेर हामी त यसलाई आफ्नो जीवनको एउटा लक्ष्यलाई नै लिएर बनाउन थाल्यौँ। यो चिज छ जुन हामीले खोजिरहेका थियौँ, रेस्पेक्ट, अनर एन्ड अनेस्टी। त्यो तिनै चिज पायौँ। त्यसपछि हामी बढ्दै गयौँ अगाडि र एउटा पर्सनल रिलेसन पनि डेभलप हुँदै गयो। त्यो रिलेसनसिपले गर्दा बढी काम, जुन फेसबुक अहिले पर्सनल रिलेसन बनाउँछ त्यो हामी नेटवर्किङ आफैमा भेटेर गर्थ्यौँ, एकअर्कालाई भेटेर गर्ने गर्थ्यौँ। अनि त्यतिखेर त जब कुनै मिडियम पनि थिएन कम्युनिकेसनको लागि, सेवा फ्याक्स मसिन या आई डोन्ट नो इमेल थियो कि थिएन त्यतिखेर, त हजुरहरूले आफ्नो कम्पनीसँग कसरी कुरा गर्नुहुन्थ्यो? म आफै टाइपिस्ट भइसकेको थिएँ। टाइपराइटर किनेको थिएँ एउटा, त्यो टाइपराइटरबाट टाइपिङ गरिकन अनि फ्याक्स मसिनबाट हामी पठाइरहेको थियौँ। कुनै कम्युनिकेसन त पुग्नलाई 15 दिन 20 दिन लाग्थ्यो। त्यो पनि पुग्यो कि पुगेन थाहा हुँदैन थियो। त्यहाँबाट जबसम्म कन्फर्मेसन आउँदैन थियो केही थाहा हुँदैन थियो। एकदमै पुरानो जमानामा थियौँ हामीहरू। कुनै कम्युनिकेसन राम्रो भएको थिएन। फ्याक्स मसिन पनि धेरै राम्ररी काम नगर्ने, आएको फ्याक्स पनि उडिहाल्ने केही महिनामै, थाहा नै हुँदैन के भइरहेछ। तर पनि इट वाज फन। जति बेला जे हुन्छ त्यतिले नै काम चल्छ। तिमीलाई यो बिजनेस जोइन गर्नलाई केले प्रभावित गर्यो? हाउ डिड यु कम ब्याक टु दिस बिजनेस? सो एउटा फ्यामिली बिजनेसमा काम गरिसकेपछि मलाई लाग्छ बच्चैदेखि हामी मतलब यो सुन्दा गर्दा मतलब मलाई यो थाहा थियो क्रिम के हो, चक्लेट के हो, कसले लिइरहेछ, को कसले गरिरहेछ, बिकज फ्यामिली टेबलमा यो डिस्कसन हुन्थ्यो, बाहिर जाँदाखेरि यो कुरा हुन्थ्यो। जहिले नि यो बुवासँग तपाईँसँग जाँदाखेरि कहिले कोही ट्रेड एक्जिबिसनमा गयो, कोहीसँग इन्ट्रोडक्सन भयो, त यस्तै गर्दा गर्दा आई थिङ्क हाम्रो बच्चैदेखि त्यो प्लेस होल्डर जस्तै थियो कि हरेक ठाउँमा कि कहीँ न कहीँ यो बिजनेस नै छ, हामीले जे गर्नुपर्ने हो। सो तपाईँहरूलाई हेरेर नि हामी पनि इन्सपायर भएर कहीँ न कहीँ यो क्लियर थियो, चाहे बाहिरै पढ्दाखेरि पनि कि आउने त यतै हो, गर्ने कि यहीँ हो, अब जस्ट कहिले गर्ने कहिले नगर्ने त्यो अलग कुरा थियो। सो आई थिङ्क त्यो त क्लियर थियो कि आउने हो, जस्ट ढिलो चाँडो। अब यसमा पनि अलिकति म पहिला जस्तो एमबिए पछि मैले ब्याङ्कमा जागिर खाएको थिएँ बेङ्गलोरमा, एन्ड इट ह्याड बिन हार्डली 8-9 मन्थ्स आई रिमेम्बर। मेरो जुन अमेरिकाको म्यानेजर थियो उसले हरेक जनवरी क्रिसमस र न्यु इयरको एउटा बोनस दिन्थ्यो। सो मेरो डिसेम्बरदेखि नै रेजिग्नेसनको कुरा आइसकेको थियो, किनकि अलिकति यहाँ पछाडि पनि परिस्थिति अलिकति डेभलप भइरहेको थियो त्यस्तो कि म्यान पावर चाहिरहेको थियो हामीले फ्यामिलीबाट। सो मलाई पहिल्यै थाहा थियो हि विल बी गिभिङ अ बोनस अफ $200 or समथिङ। सो
he gave it to me on the 1st of January and I went to resign on the 3rd of January. त्यो बोनस पाइसकेपछि तर जिउस द्याट इज जस्ट अ स्मल थिङ वी वर्क हार्ड न 13-14 घन्टा दिनमा झन्डै झन्डै कामै गऱ्यो त्यहाँ तर त्यसबाट पनि धेरै कुरा सिक्न पाएँ त्यो सिकेर नि यहाँ आएर हामीले के डिफ्रेन्स पनि गर्न पाएँ सो आई थिङ्क त्यो भिजन क्लियर थियो आउने हो जस्ट कहिले आउने नआउने त्यो थाहा थिएन अब ढिलो चाँडो जहिले भयो भयो एन्ड सो या आई नेभर रिग्रेटेड इट लट अफ माई फ्रेन्ड्स कि मतलब उनीहरू आइसकेपछि 2 वर्षसम्म त उनीहरू विड्रलमै थियो कि म किन आएँ मैले के गरेँ यहाँ सो आई फिल लाइक त्यो गलत छ when I came back I always accepted this as my own मलाई राम्रै याद छ तिमीले भनेको थियो म 24 लाख रुपियाँ यहाँ आइसी भारू पाइरहेको छु म त्यहाँ आएर कति पाउँछु त्यो मलाई राम्रै याद छ मैले भने वी सुड बिकम अ एम्प्लोयर नट अ एम्प्लोई यो मैले भनेर तिमीलाई भनेको थिएँ जुन तिमीले पछि मान्यौ यो कुरालाई र मैले भने तिमी 24 लाख किन तिमी 24 करोड कमाऊ तर आफ्नो हातबाट कमाऊ आफै गर आफै अगाडि बढ देन यु इन्सपायर्ड एन्ड देन यु स्टार्टेड कमिङ ब्याक त्यो हाम्रो लागि पनि फर्चुनेट हो किन धेरै घरमा बच्चाहरू आउन चाहँदैनन् हामीले यो मनमा पनि डर पलाइरहेको थियो तर ह्याभिङ सेड द्याट भ्याल्युज र फ्यामिली भ्याल्युजले पनि तिमीलाई लिएर आयो र सबभन्दा ठुलो कुरो एक्जिबिसन्सहरूमा जुन तिमीले भिजिट गर्यो सबलाई भेट्यौ आई थिङ्क द्याट वाज तिमीलाई आइडिया भइरहेको थियो यो काम हामीले गर्नुपर्छ भनेर ठिक छ द्याट वाज अ ग्रेट थिङ टु कम ब्याक र म त अरू सबै इन्डस्ट्रिस्टहरूलाई साथीहरूलाई भन्छु तपाईँ आफ्नो बच्चाहरू पनि ग्रुमिङ यसरी गर्नुहोस् कि उहाँहरू पनि फिर्ता होस् आफ्नो कामलाई लिएर फिर्ता होस् किनकि आफ्नै जन्मभूमिमै काम गरेको सबभन्दा बेस्ट हो अरूकोमा काम गर्दाखेरि अहिले सबै ठाउँमा समस्याहरू भइरहेछ सो वी वान्ट टु गिभ यु अ मेसेज कि आफ्नो बच्चा आफैसँग बसेको सबभन्दा राम्रो हुन्छ र आफ्नो व्यापारै गरेको राम्रो त्यसमा बढाउने घटाउने त्यसलाई राम्रो गर्ने अझै त्यसमा एक्सप्यान्ड गर्ने डाइभर्ट गर्ने द्याट इज अल गुड तर आफ्नो काम आफै गर्नुपर्छ सो तपाईँको अनुसार हाम्रो भिजन के छ र फाइनली भिजन सुड बी यस्तो हुनु पर्यो कि हाम्रो भएको देशमा चाहिने रिक्वायरमेन्ट र देशलाई आउटसाइड द वर्ल्डसँग जोडिने कुराहरूसँग मिलेको हुनु पर्यो हामीले यही मनमा राखेका छौँ कि जे कुरा हामीसँग चाहिँ त्यो छँदैछ तर बढाउँदै जाने गर्दै जाने र वर्ल्ड वाइड जे पनि प्रडक्टहरू छ अब नेपाली साथीहरू अल ओभर द वर्ल्ड छन् उनीहरू के खाइरहेछन् उनीहरूले के बेस्ट अफ द वर्ल्डको प्रडक्ट पाइरहेका छन् त्यो सबलाई लिएर आउने नेपालमा ल्याउँदै पनि छौँ हामी एभ्री मन्थ वी लन्च अ न्यू प्रडक्ट अझै पनि अगाडि ल्याउँदै जान्छौँ हामी सो ब्रिङिङ द बेस्ट अफ द वर्ल्ड टु द नेपालीज फुड यस भेरी ट्रु यो गर्नै पर्छ हामीले हो अनि भिजनसँगै आई फिल अलिकति एउटा भ्याल्यु सिस्टम पनि हामीले बनाएर चल्नुपर्ने हुन्छ त्यो के छ हाम्रो भ्याल्यु सिस्टम भ्याल्यु सिस्टममा के हुन्छ चिराग कि हामीले हाम्रो सबभन्दा पहिला परिवार हाम्रो स्टाफ हो हामीसँग काम गर्ने साथीहरू हुन् उनीहरूको समस्याहरूलाई उनीहरूलाई एउटा राम्रो तरिकाले लिएर जानुपर्छ कि दे फिल कनेक्टेड विथ अस फर द लाइफ टाइम दे आर हियर विथ अस र हामीले जे पनि सामान कारोबार गर्छौँ काम गर्छौँ त्यो क्वालिटी वाइज हुनु पऱ्यो क्वालिटीको हुनु पऱ्यो हेल्थ हजार्ड हुनु भएन र कुनै पनि यस्तो भयो भने तुरन्तै त्यसलाई बन्द गरिदिनुपर्छ ताकि कुनै पनि मान्छेले हामीप्रति जुन एउटा आस्था र विश्वासको वातावरण बनाएको छ त्यो बनिराखोस् अगाडिसम्मलाई हमेसालाई आज हामी कुनै चिज गर्दैछौँ धेरै पटक के हुन्छ थाहा यो चिज त कार्सियोजेनिक छ 20औं वर्ष 50औं वर्ष खाइसक्यो मान्छेले पछि गएर थाहा पायो किनकि अब युएसडिएको रिसर्चहरू भइरहेको हुन्छ कहिले कसको रिसर्चहरू भइरहेको हुन्छ बट वन्स वी कम टु नो वी सुड स्टप इट त्यहाँबाट फेरि त्यसलाई डिस्कार्ड गर्नुपर्छ दिज आर द भ्याल्युज विच यु हेभ टु इन्कल्कुलेट इन आवर behavior and kahin na kahin I feel like as a company we have always given a good quality product and the pricing has always been genuine we never want to overcharge the customer or we never want to unethically charge the customer in any way and kahin na kahin we do fair by every person by every stakeholder chahe the government the customer or the employee yes so and our principal vendor companies so I think we are always the value system is very clear giving a quality product at the right price and doing right by all the stakeholders so this is something that and by doing right it could mean that sometimes we have borne losses and also given to the customer yes so that is just so that to meet our commitments that's the word is I mean obviously bigger than anything else that once we give it so I think your vision or value hamro very clear cha and kahin na kahin this is something that has been inculcated in every person also in our organization yes too important धेरै पटक के हुन्छ कस्टमरसँग हाम्रो कुनै कारणले
एउटा मिसअन्डरस्ट्यान्डिङ भइसक्यो हुन्छ, बट स्टिल वी डोन्ट वान्ट टु लिभ हिम। मिसअन्डरस्ट्यान्डिङ भए पनि हामीले उहाँलाई फेरि आफ्नो कुराहरूलाई राखेर, आफ्नो कुनै हामीसँग गल्ती भएको छ भने माफी मागेर, या उहाँहरूसँग गल्ती भएको छ भने एकअर्कासँग डिस्कसन गरेर वी सुड ब्रिङ देम ब्याक टु द फ्यामिली अगेन। यो चाहिँ हामीले हमेसा गरिराख्नुपर्छ, किनकि कस्टमर नै हाम्रो लागि भगवान हो, र कस्टमर आर हु आर पेइङ टु अस। ठीक है, आई थिंक द ऑब्जेक्टिव दैट आई मीन यो हामीले जुन सिरिज को गर्न खोजिरहेको थियौँ, जस्तो यो एपिसोड का हाम्रो टाइम, ट्रेड एन्ड ट्रेडिसन। सो टाइम, obviously with time you have seen how the vision has been between the two generations. Trade, obviously, because we are doing that, and then tradition is how we are maintaining all of that. Yes. So I think with that, I would like to come to an end to this episode of Time, Trade and Tradition. Thank you.